हेलो साथीहरू, गुड मर्निङ। न्यू डे न्यू ब्लगमा हजुरहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। म चाहिँ आज काठमाडौँ जाँदैछु साथीहरू। हिँड्नुभन्दा अगाडि चाहिँ म एकचोटि हजुरहरूलाई केही भ्यूहरू देखाउनेछौँ। यो रहेको छ रोसी खोला। अरूहरू चाहिँ हेर्दै गर्नुहोला। मेरो गाउँ हेर्नुभयो साथीहरू, मेरो गाउँ कस्तो रहेको छ कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला साथीहरू। कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला। मेरो गाउँ हेरेर माया गरिदिनु होला मलाई। रोसी खोला चाहिँ यस्तो अवस्थामा छ साथीहरू, हजुरहरूले देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ यो कालढुङ्गा हो। कालढुङ्गामा चाहिँ डम्फु पार्क पनि सबै लगिसकेको छ साथीहरू। पारी भित्तातिर हेर्न सक्नुहुन्छ सबै। रोसी खोला चाहिँ यत्रो सानो छ भने त्यो बाढी आउने बेलामा चाहिँ खोला चाहिँ रोसी खोला चाहिँ वारी पानी भएको साथीहरू। बाटोहरू चाहिँ पुरै बिग्रेको छ साथीहरू, पुरै बिग्रेको छ। पुरै नगरमा बाटोको धेरैभन्दा धेरै ठाउँमा चाहिँ बाटोहरू बिग्रेको छ।